हेलो साथीहरु नमस्कार। आशा गरेपछि सबैजना आरामै हुनुहुन्छ होला भन्ने। मैले मेरो हातमा यो के छ र मैले यहाँ के गरिरहेको छु हजुरहरूले देखिरहनु भएको छ होला हैन। हजुरहरूले यो चाहिँ थम्बनेल पिक्चर हेरेर पनि थाहा पाइसक्नु भएको छ होला आज के भइरहेछ र के गरिरहेको छु भनेर। हामी चाहिँ आगो बाल्दै छौं। आगो बाल्दै छौं। आगो बाल्नको लागि दाउरा पनि भाटाहरू पनि तयार भइसकेको छ। भने हाम्रो रोहन भान्जा हामी के गर्न लागेको छौँ थाहा छैन? यो लुतो भगाउन जान लागेको छौँ। यसलाई चाहिँ राखे भूत भगाउने पनि भनिन्छ। यो चाहिँ हाम्रो पुरानो यो चाहिँ एउटा कल्चर जस्तै संस्कृति जस्तै पनि हो गाइस। आगे बोलेन है, कोसिस गर न। कोसिस गर्नेहरूको अक्सर हार हुँदैन नि। के कसो भन्छ त्यो हातको चाहिँ के हो देखाइदेऊ न। यो चाहिँ के गर्ने हो? यो फाइनली आगो पनि बलिसकेको छ। के गरेको यो किन गरेको यो बोरा चाहिँ? अनि त्यसले भालु यो बास मात्रै बल्दैन नि त। अरे यार नयाँ कला हो। अनि ल ठिक छ। त्यो स्टाइलले अनि बाल्ने यो चाहिँ नयाँ एकदमै नयाँ कला देखेँ मैले चाहिँ यो बाँस सल्काउने पनि। यो चाहिँ मैले अहिलेसम्म देखेको थिइनँ। साथीहरू हजुरहरूले देख्नु भएको थियो कि थिएन कमेन्ट गर्नु होला है त। फाइनली गाई चाहिँ बुढाले आगो पनि बल्न थालिसकेको छ। यस्तरी हैन के यो त भाइ टुपटुपे चुन्छ त भाइ। यो त यार यसरी त हुँदैन हौ राजा। धुवा मात्रै बाल्ने हो, लुतो भगाउने हो खासमा। यसरी हुँदैन, पुरै आगो सल्केपछि राम्रो हुन्थ्यो। यसो पेट्रोल सेट्रोल चाहिँदैन त्यहाँ ऊ मात्रै राख न। यो चिसो छैन नि। हुन्छ क्या, यत्रो ठुलो चाहिँदैन क्या। यत्रो ठुलो किन फ्याल्नु यार खेर यार। यो बोरा भान्जा बाहिर राखिदिनु। यो चाहिँ आगोमा के अरे पानीमा चोब ल, धारामा ल, धारामै यहाँ पिलो हुन्छ। तर त यो बल्नलाई टाइम लाग्छ क्या। हो झन्डै ठिकै, एकछिन टाइम लागोस् न त। हामी चाहिँ साथीहरू आज राखे भूत भगाउन साथै लुतो भगाउने पनि भनिन्छ यसलाई होइन। फाइनली हामी चाहिँ साथीहरू हेर्नुहोस्, हामी चाहिँ धेरैजना अहिले चाहिँ भइसकेको छौँ। यता हुनुहुन्छ हाम्रो विशाल सोल्टी, अनि यता हाम्रो रोहन भान्जा त मैले अलरेडी देखाइसकेको छु। यता हाम्रो मिलन मेरो भाइ हो, तर हाइटमा चाहिँ धेरै बाँस भन्दा पनि अग्लो छ। अनि चाहिँ मेरो भतिजो सम्राट। यो चाहिँ लुतो भगाउने साथै राके भूत खेदाउने पनि भनिन्छ भनेर मैले हजुरहरूलाई अलरेडी भनि नै सकेँ होइन। हामी चाहिँ खेदाउनको लागि हेर्नुहोस् हाम्रो दर्शकहरू हाम्रो खेदाउने हाम्रो टिमहरू चाहिँ यति धेरै भइसकेको छ। यो टेम्पोमा चाहिँ हामी जान लागेको होइन गाइस, हामी चाहिँ नजिकैको खोलामा जाँदैछौँ होइन। हजुरहरूलाई हामी भिडियोमा सबै देखाउनेछौँ, तर भिडियो चाहिँ तपाईँहरूले अन्तिमसम्म हेर्नुपर्ने छ है त गाइसहरू। निकाल न गाइस, नाङ्लो पनि ठटाउनु पर्छ है। थालको साथसाथै नाङ्लो र यो राको बालेर राको चाहिँ बलेको छैन होइन। भइरहेछ नाङ्लो भाइ बिस्तारै ल, दुलो पर्छ ल भाइ। छोड दे चमरे छोड दे। ल जाऊ जाऊ न। खोइ त कहाँ जानु? के भन्ने भन्छ? के भन्ने म त खान बोक्न माग्छु, पैसा माग्नुपर्छ हैन यसमा त। टाइट कहाँ पैसा माग्ने हो यसले। छोड दे चमरे छोड दे भन्दै के भन्दै बुवा? लुतो भागी जाओस्, लुतो पाताले हुने मान्छे छैन उता के भनेर? अनिकाल गइजा सकल आइजा कसरी अरे भन्नु त एकचोटि? अनिकाल जा सकल आइज भनेर सकल। अनिकाल जा सकल आइज। अनि दिदीले चाहिँ फेरि कसरी अरे कसरी भन्ने दिदी? थाहा छैन त। अघि भन्दै हुनुहुन्थ्यो त्यही भन्नु न। अनिकाल गइजा सकल आइज भन्नुपर्ने अरे। लुतो पाडा सबै जाओस् भन्नु। काकीलाई यो थाहा थिएन पहिले? यो पहिलोचोटि होला होइन? हामी चाहिँ लुतो जति सबै जाओस् भन्थ्यौँ है। लुतो जति सबै जाओस् है। हामी जो सबैजना भेला भइसकेको छौँ होइन। माथिबाट कता हो?
कता यता खोलामा गएर छोड्ने हो नि त कहाँ माथि माथिमा यस्तो गरौँ न काका यहाँबाट होइन यहाँबाट घुम्ने माथिबाट जाऊँ अनि तल ट्रेनमा कहाँ माथि जाने हो त्यो जहाँ हुँदैन हजुर अन्त यताबाट घुमेर फेरि तल आऊँ क्या घुमेर भन्दा नि माथिदेखि हाम्रै बाटो चाहिँ आऊँ क्या त्यो किन अन्त घुमिरहनु? त्यही अन्त यताबाट नघुम ल यताबाट जाउँ न त ल ल लिएर आऊ केटा माथिदेखि सुरु गरौँ अरे क्या सबैबाट माथिबाटै लुतो फ्याल्दै आउने क्या लिएर आइज सम्राट हामी यही बाटो आउँछौँ अझै बजाउ त अझै बजाउ न त्यही त त्यहाँदेखि आउने हो के खोइ त हौ हाम्रो ग्रुपहरू त्यति नै हो होइन होइन त्यहाँबाट आउनु मेलिना सन्तोष हौ खाना खायो तिमीले बजाएर केही सुनिँदैन त अहिलेसम्म यस्तो थाहा थिएन तिमीलाई पहिलोचोटि हो ए मेरो छोरीलाई थाहा थिएन हो म विदेशमा थिएँ नि त त्यही भएर यस्तो नभएको क्या अब म आइसु भइहाल्छु जस्तो आयो राकेभूतलाई खेदाउनलाई एउटा युद्ध आउँदैछ गाइस यो चाहिँ बलिदान फिल्मको समीर भट्टभन्दा कम छैन निभ्यो अनि हाम्रो साथमा रक्षकको रूपमा कुकुर पनि रहेको छ गाइस आगो 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 राकेभूत भगाउनलाई लुतो फ्याल्नलाई आगो आइरहेको छ हाम्रो सोल्टीले आगो लिएर आउँदै हुनुहुन्छ हामी क्यामेरा भिडियो मार्फत लाइभ देख्न सक्छौँ पैसा नि पाउँछ यो गरेर के गरेर तिमीलाई चाहिँ हरेक कुरोमा पैसा छ है मेरो लुक यति निस्केको छ नि दाइ भेस गालेर देखाइ त्यो त नजानु के गाडी आउँदैछ फेरि ल भयो नजानु नि त्यस्तो सोल्टी ला गिटी भइहाल्छ नि भयो होइन कोही नाङ्लो चिलेको पर्दैन उतै देखिहाल्दैन ल जाउँ ठट्टाउँदै ल अब त्यो निभाउ अलिक जोडले ठट्टाउन थाल्यो जा थालेर आइज छिटो ल जाउँ ओइ आगो अन्त जान्छ भाइ बिस्तारै लुतो गइजा भन न अनिकाल गइजा सकल आइजा अनिकाल गइजा सकल आइजा भाइ त्यस्तो नगर्नु अन्त आगो जान्छ यार भयो त्यतिकै जाउँ क्या आइज क्या
खोइ त आऊ न ल जाउँ जाउँ यता कहाँ छ ऊ त्यही डिल छ त यहाँ ब्लक छ बाटो यतादेखि जाउँ न पछाडिबाट उता पछाडिबाट जाउँ पछाडिबाट दुलो पार्लो थाल्यो लुतो लुतो दुलो पर्ला भाइ त्यहाँ फ्याल न यो आगे नि पो फ्यालो त्यहाँ भाइको छ र लुतो त ल फ्याल्देऊ त्यहाँ त्यो दाउरा फ्याल्देऊ त्यो त बाँध्छ त्यो सोध उची नफ्याल है त्यो उची नफ्याल है फ्याल्दे लाग्ला है नबजाउनु गाइजहरू हामीले चाहिँ फाइनली राखे भूत साथसाथै यो लुदो के भनिन्छ होइन यो एउटा कल्चर जस्तै पनि हो हाम्रो नेपालमा पहाडी भेगमा धेरै जसो मानिन्छ हामीले चाहिँ यो चाहिँ फाइनली राको चाहिँ फ्यालिसकेको छौँ राको चाहिँ अब यहाँसम्म आउँदाखेरि चाहिँ निभी पनि सकेको थियो हामीले यो फ्याली पनि सक्यौँ अनि अब हाम्रो भिडियो हजुरहरूले कस्तो लाग्यो हेर्नुभयो होला होइन यो आफ्नो संस्कृतिहरू यसरी जोगाइराख्दा चाहिँ एकदम राम्रो जस्तो लाग्छ मलाई चाहिँ हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट मार्फत भन्नु होला र हाम्रो सोल्टीले के दुई शब्द भन्न चाहनुहुन्छ सोल्टी भन्नुहोस्। हेलो गाइज हजुर नमस्कार यो हाम्रो चलन चल्ती हाम्रो पुरानो बुढापाकाहरूले मानिआएको चलन हो यो हामीहरू पनि हामी जस्तो युवाहरूले पनि मनाइराख्नुपर्छ आउने समय पनि मनाइराख्नुपर्छ र हाम्रो आउने एउटा पुस्ता नानी पुस्ताहरूलाई हामीले सिकाउनु पर्ने हुन्छ देखाउनु पर्ने हुन्छ यो हजुरहरूले पनि यो यसलाई मनाइराख्नु भएमा हामीलाई खुसी हाम्रो यो पुरो यो हाम्रो एउटा कल्चरलाई नै खुसी मिल्छ के भन्नु अगाडि अब के भन्नु अब अगाडि त हाम्रो साथीहरूलाई सोध्नुहोस् हजुर हस्तो गाइस अनि हाम्रो एउटा भतिज सम्राटले पनि केही दुई शब्द भन्न चाहन्छ कता बाटो अफिस सक्यो भन्दा सरल दाइको कति लुतेछ सबै भागोस् भागी पनि सक होला ओके अरूलाई लुते नआओस् ए अनि अरू त त्यही हो हाम्रो गाउँमा कसैलाई नि केही नहोस् कसैलाई नि लुते नसरोस् ओके फेरि यसरी थटाउन थाल आगो थाल चाहिँ थालदुलो पारिदिनु पर्छ सुन्नु होइन अब मलाई चाहिँ के भन्न आउँदैन लाइक सेयर गरिदिनु होला यो लाइक सेयर त अवश्य पनि हाम्रो दर्शकबिनहरूले गरिदिनु हुन्छ फुल भिडियो पनि हेरिदिनु हुन्छ होइन भाइले चाहिँ के कस्तो लाग्यो यो पहिलोचोटि हो कि पहिले पनि यसरी मनाएको थियो कि के कस्तो टाइम हो क्या त्यही थाहा भएर ए यस्तो अरू बेला थाहा थिएन है यो चाहिँ अक्सर यो चाहिँ साउने सङ्क्रान्तिमा चाहिँ यो चाहिँ मानिन्छ यो चाहिँ पहाडी भेगमा चाहिँ धेरै जसो मानिने गर्छ यो चाहिँ परम्परा हो होइन यो गर्नाले चाहिँ यो के हुन्छ भने यो हाम्रो नेपालको एउटा परम्परा जोडिन्छ हजुर अनि यो थाहा हो अब पछि गएर लुतो पनि हराउँछ भनिन्छ र यो चाहिँ एउटा अनिकाल पनि भगाउने र सकल चाहिँ आउने भन्ने पनि मान्यता छ अनि रोहन भान्जा तिमी चाहिँ के भन्न चाहन्छौ
यो भन्न चाहन्छु कि सबैलाई नमस्ते काकाबाट हेरिरहेको हुन्छ त्यो कमेन्टमा भनिदिनु होला काकाबाट हेरिरहेको हुन्छ हेरिदिनु होला अनि हजुरहरूले चाहिँ यस्तो मनाउनु भयो कि भएन होइन त्यो पनि राखिदिनु होला त्यो पनि राखिदिनु होला कमेन्टमा हामीले यही भन्न चाहन्छु हाम्रो यहाँ केटाकेटी ग्याङहरू पनि छन् गाइस गाइस पछि पैसा नानो लागिड ल्याउनु मामा अब आफ्नो घर जाने हो ल त गाइस फेरि भेटौँ हामी फर्केर आफ्नो गाउँमा आयौँ शान्त सुकल त भयो सफल भएर आयौँ त्यसको लागि हाम्रो जति जति साथीभाइ जानुभयो त्यो सबैलाई धन्यवाद र हजुरहरूलाई पनि धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा हेरेको त छैन हौ र हाम्रो भिडियोमा सानो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हजुरलाई धेरै धेरै धन्यवाद बाई बाई गरौँ फेरि पनि हाम्रो हजुरबा हुनुहुन्छ उहाँले चाहिँ यो परम्पराको बारेमा केही भन्न गइरहनु भएको छ हजुरबालाई यस भिडियोमा स्वागत गर्न चाहन्छु हजुरबा नमस्कार आज 1 गते साउने सङ्क्रान्ति 83 सालको अनि सबै रमाउँछन् ऊ राँके फ्याँकेर आए राम्रो कुरा हो खुसियाली छन् केटाकेटी मैले पनि धन्यवाद दिएको धेर थाल बजाएर भोलि साथै गयो अनि हजुरबा यो चाहिँ खास किन मनाइन्छ यो राँके चाहिँ किन भगाइन्छ मनाइने भनेको अब परम्परा आएको अघि भगवान्को पालादेखि मानिलिएको चाड जेठो चाड हो यो सबैभन्दा अब आजबाट चाँडै चाड आउँछ तिज आउँछ जनै पूर्णे आउँछ दसैँ आउँछ औँसी आउँछ अब चाँडै चाड भरे फेरि अन्तिमको चाड भनेको माघे सङ्क्रान्ति त्यहाँभन्दा अनि फेरि लाग्छ अर्को यो रमाइलो चाड हो पहिले जेठो चाड हो हुन्छ हजुरबाले आफ्नो कुराहरू राखि नै हाल्नुभयो गाइजहरू यो चाहिँ वर्ष दिनमा पहिलोचोटि आउने चाडबाड हो र यो यसको अन्तिममा चाहिँ माघे सङ्क्रान्ति होइन हजुरबा यो चाहिँ साउने सङ्क्रान्ति भयो भने अर्को माघे सङ्क्रान्तिमा फेरि मनाइन्छ तर यस्तो चाहिँ भूत भगाउनेहरू चाहिँ गरिँदैन है गाइस काके के भन्न चाहनुहुन्छ के चाहनुहुन्न आमा बुवालाई त अघि पनि बुवाले त भनिहाल्नु भयो अघि भन्नुभयो त भन्नु न काकालाई चाडको यसको बारेमा के थाहा छ के थाहा छैन भन्नु न मलाई केही थाहा छैन केही थाहा छैन है सङ्क्रान्ति साउने सङ्क्रान्ति मात्रै मलाई थाहा छ र उहिले जो बाटोदेखि मानिलिएको साउने सङ्क्रान्ति हामी सबै दाजुभाइ सबै दिदीबहिनीहरू आफ्नो चेलीबेटीहरू जम्मा भएर यसो भएको मासु भात खाँदै यहाँ रमाइलो गर्दै बस्यौँ यो चाहिँ चाडलाई निम्त्याएको होइन त सुरु गरेको चाड साउने सङ्क्रान्ति त्यहाँदेखि आउँछ अब तिज जनै पूर्णेहरू त्यहाँदेखि आउँछ अब सोह्र सराद पूर्णे त्यहाँदेखि आउँछ अब दसैँ तिहार त्यसै गरी मान्ने हाम्रो परम्परा छ र धन्यवाद ल अब सिजु काका पाली भन्नु हस् त गाइस आजलाई यति नै फेरि भेटौँला नेक्स्ट भिडियोमा है त बाई 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 बाई